है नमस्ते मेरो नाम प्रीति प्रधान मेरो बाबा हुनुहुन्छ नीलकमल प्रधान आमा शारदा प्रधान म चाहिँ जुन चाहिँ 5 सेप्टेम्बरमा टिचर्स डेको दिन जिमनाङ स्कुलमा चाहिँ मेरो भाइको इन्सिडेन्ट भएको थियो त्यो जो भाइको नाम चाहिँ पियुष प्रधान हो र अहिलेसम्म अब 5 सेप्टेम्बरमा भएको र हामीलाई 12 दिनको हाम्रो 13 दिनको काम चाहिँ अलिक इम्पोर्टेन्ट थियो र चाहिँ हामीले अब त्यत्रो दिन चाहिँ पुलिसले इन्भेस्टिगेसन गर्दैछु भनेर चाहिँ हामीले चाहिँ अब मिडिया पुलिसले गरिदिन्छ होला केही गरिदिन्छ होला अब त्यो ट्रस्ट गरेको थियौँ हामीले होइन अहिलेसम्म केही नहुँदाखेरि चाहिँ भाइले केही जस्टिस भन्ने पाएको छैन होइन स्कुलको पनि केही जस्टिस पाएको छैन कहीँबाट केही नभएर चाहिँ अब मिडियालाई हामी भन्नु मिडिया अगाडि आउनु चाहिँ हामीलाई मजबुर पर्यो त्यही कारण चाहिँ आज हामी दादाहरूलाई सरहरूलाई बोलाएर चाहिँ अगाडि यहाँ मिडियामा आएको हो अनि तपाईँहरूको जुन त्यो 5 सेप्टेम्बरमा है तपाईँहरूको 5 सेप्टेम्बरमा जुन घटना भयो नानी त्यो दिन त टिचर डे पनि थियो नि होइन टिचर डे पनि थियो अनि टिचर्स डे पनि थियो सरी त्यसमा तपाईँहरू नानी जाँदाखेरि यहाँ घरबाट राम्रै गएको थियो है कुनै यस्तो केही बिमारहरू केही थिएन होइन अनि तपाईँहरूले मतलब कम्प्लेन जब नानी जुन 5 तारिक जुन घटना घट्यो है त्यो घटना घटेको बादमा चाहिँ तपाईँहरूलाई चाहिँ कसले इन्फर्मेसन दियो मतलब त्यो खबर चाहिँ तपाईँलाई कसले पठायो यस्तो भएको थियो नानीको अब स्कुल राम्रै गएको नानी है होइन केही बिमार सिमार पनि थिएन अब यो इन्सिडेन्ट चाहिँ 6 अराउन्डमा भएको रहेछ नि त घर पनि टाढो छैन स्कुलदेखिको त्यहाँनिर टिचर्सहरू पनि इन्भल्भ थियो हेडमास्टर इन्भल्भ आउनु भएको थियो रहेछ स्कुलको बाद होइन तर हामीलाई चाहिँ 6:30 कल आएको थियो त्यो चाहिँ एउटा भाइको त्यसको साथीहरू पुग्दा चाहिँ कल गरेको थियो हामीलाई अनि हामी भन्ज्याङ दोकानबाट हामी छिटो आयौँ तर यस्तो नि त नानी त्यहाँ डेथ त भएको थिएन नि त उसको जिउँदै थियो नि त त्यति बेला चाहिँ आउँदाखेरि आफै गाडीमा चढेको है त्यो अनि तपाईँहरू त्यहाँबाट जुन तपाईँलाई खबर त बेलुका 6 बजी भन्नुभयो बेलुका 6 बजी तपाईँहरूलाई इन्फर्म भयो 6:30 मा तपाईँले अनि नानी चाहिँ तपाईँले त्यहाँदेखि चाहिँ कहाँ लानुभयो हस्पिटल कुन चाहिँ हामीले यहाँबाट नानीलाई सिधै तकदा लग्यौँ अब हामीलाई त थाहा थिएन नि त कस्तो काटेको छ भनेर त्यहाँबाट तकदा लाँदा तकदामा ब्यान्डेजहरू गरिदियो हामीले अन्त त्यहाँबाट चाहिँ डाइरेक्ट दार्जिलिङ रेफर गरिदिनु भयो लाँदा नानी चाहिँ बाटोमै डेथ भएको तपाईँलाई त्यो जस्तै त्यो नानी त्यहाँ जसरी तपाईँ पुग्नुभयो पुग्दाखेरि नानीहरूलाई अरू त्यहाँको टिचरहरूले कस्तो प्रकारले त्यहाँ उ गरिरहेका थिए म चाहिँ यही भन्छु अब नानी चाहिँ स्कुलभित्र भएको इन्सिडेन्ट अरे है अहिले त नानीहरूलाई त चाबी दिएर त कसले पनि छोड्दैन नि त स्कुलमा त्यो त स्कुलको रेस्पोन्सिबिलिटी हो अब घरबाट नानी स्कुल गएपछि त गार्जेनले बारम्बार त कल गरेर सोध्दैन नि त मेरो नानी कस्तो छ के छ भनेर स्कुलको जिम्मामा छोड्छ नि त हामी अब स्कुलमै नानी सेफ छैन भने नानीलाई कहाँ पठाउनु त्यहाँबाट हामी जाँदा पुग्यौँ त्यहाँ वरिपरि गाउँको मान्छे पनि थियो त्यहाँ हात बाँधेर हेरिरहेको थियो हात काटेको थियो होइन नानी चाहिँ यहाँ काटेको थियो ऊ यसरी लडेर सुतिरहेको थियो ग्राउन्डमा उसको वरिपरि मान्छे थियो त्यहाँ सबले हात बाँधेर हेरिरहेको थियो हेडमास्टरको झन् त्यही ग्राउन्ड मुनि हो घर अन्त त्यहाँनिर त त्यस्तो भइसकेपछि घटना भएपछि त्यहाँको जति पनि अब त्यो टिचरहरू हुनुहुन्छ टिचरहरूले त्यसलाई लाने काम चाहिँ गरेको हामी आएर हामी म र मम्मी गएर चाहिँ गाडीमा हालेर चाहिँ लिएर गएको पढिरहेको थियो ग्राउन्डमा पढिरहेको थियो पानीमा त्यो पनि अन्त कति भाइ त्यो बोल्दै थियो त्यति बेला भाइले चाहिँ यति बेला चाहिँ यस्तो भन्यो अब हामी त सिधै गएर तँलाई कसले यस्तो गरे नै हुन्छ नि त त्यो यस्तो काटेको देख्दा त कसले यस्तो गरे भाइ भन्न भन्दा चाहिँ अब त्यो त हल्का तोते बोल्थ्यो अन्त सिधै आमालाई भने आमा मलाई कुट्यो त्यस्तो पाराले भनेको नि त कसले कुट्यो भन्दा अब म जाति भएर आएर हुन्छ तिनीहरूको भनेर चाहिँ गाडीमा चढ्यो होइन अब गाडीमा चढ्यो त्यहाँबाट लाँदा तकदा हस्पिटल लग्यौँ त्यहाँ ड्रेसिङ गरिदियो त्यहाँबाट चाहिँ रेफर गरिदिनु भयो डाइरेक्ट लाँदा अब मैले काखमा सुताएर लगेको 6 माइलको त्यहाँ मुनि जङ्गलमा चाहिँ उसको उयो भएको डेथ भएको अब आमा हातको पेसेन्ट छ उसलाई मैले त्यहाँ बाटोमा भन्न सकिनँ कोही थिएन हामीसँग हो म आमा एकजना दादा हुनुहुन्थ्यो अन्त ड्राइभर दा अन्त र आमाको शान्तिको लागि मैले हस्पिटल पुऱ्याएँ सिपिआर गरेँ मैले त्यति बेलै सदर थानामा कम्प्लेन गरेर उनीहरूले केस चाहिँ यहाँ रङ्गलीमा फरवर्ड गरिदिनु हजुर पुरो कप्सहरू त्यहीँ आउनु भएको थियो त्यहीँ गरिदिएको अनि अब तपाईँहरू के चाहनुहुन्छ मतलब अब है भाइ त तपाईँहरूले आज तपाईँहरू शोकमा हुनुहुन्छ है आज 21 दिन भइरहेको छ बिचरा आमा बाबा पनि तपाईँहरू प्रेममा हामीले है दर्शक देखिरहनु भएको छ तपाईँहरू अब के चाहनुहुन्छ मतलब तपाईँहरू के भन्न चाहनुहुन्छ अब चाहिँ होइन स्कुलको नेग्लिजेन्सी छ यहाँ होइन अहिलेसम्म स्कुललाई केही गरिदिनु सकेको छैन नि त केही भन्नु सकेको छैन किन होइन स्कुल भोलिको दिनमा भत्किला टुट्ला फुट्ला स्कुल त अर्को फन्ड आउँछ अर्को जग्गा बनिन्छ नि त मेरो भाइ बनिँदैन नि त होइन हो किन भन्नुहोस् त लु स्कुललाई अहिलेसम्म किन चाहिँ केस गरेको छैन त्यो हो नि त मलाई स्कुललाई केही उयो एक्सन नै लिएको छैन
मजाले टिचर्स डुलिरहेको छ, स्कुल स्कुल अहिले लागिरहेको छ। छ स्कुल आजै मात्रै छुट्टी भएको रे, दसैँ नर्मल राको मतलब केही नभएको जस्तो केही नभएको जस्तो नर्मल छ है। यस्तो हामी मेरो साथीहरू थियो, म मात्रै अब मैले ढाँटेको जस्तो हुन्छ होला, फरेन्सिकको मान्छेहरू आएको थियो। फर्स्ट त भनेको थियो नि त 3टा रुमभरि खुनै खुन छ, 3टा क्लास सिल गरेको छ। हामी जाँदाखेरि यहाँको ब्लड खै किन चाहिँ मेटायो फरेन्सिकको मान्छे आउनुभन्दा अगाडि? त्यो मान्छे आउनुभन्दा ब्लड सबै मेटासकेको थियो, हामीको सबै मेटासकेको थियो होइन। कसले पर्मिसन दियो तिनीहरूलाई त्यो ब्लड मेटाउने चाहिँ? त्यो हो नि त। हुन्छ अब तपाईँहरू है अहिले हाम्रो तपाईँहरूलाई जानकारी गराउनु पर्छ। दर्शक पनि हामी यहाँ जो यहाँ अहिले हामी जिमलाङमा आएको छौँ। अहिले दार्जिलिङ पहाडमा विभिन्न घटनाहरू घटिरहेको छ, तपाईँहरूलाई अगावै थाहा भएको। अनि दार्जिलिङ पुलिसमाथि ठुलो एउटा एलिगेसन पनि लागेको छ। अनि आम मानिसहरूलाई एउटा डर अनि भय त्रास पनि भइरहेको छ। कारण अहिले उचित न्याय नपाएको धेरै मानिसहरूले अहिले इन्सिक्योर फिल गरिरहेको छ, अथवा धेरै मानिसहरूलाई डर है। अब आफ्नो नानीलाई अहिले स्कुलमा पनि है एउटा शिक्षा दीक्षाको लागि स्कुल पठाइन्छ, तर त्यो स्कुलमा जाँदा एउटा नानीको एउटा त्यहाँनिर एउटा है एउटा एकदमै रहस्यमय मृत्यु भएको छ। अनि यो एउटा अहिले प्रशासनले यसलाई छानबिन गरिरहेको छ। तर आज परिवारको तपाईँले देख्न सक्नुभएको छ, आज 20 दिनसम्म उहाँहरू है आज न्याय पाउँछु भनेर 20 दिन 21 दिन भइसकेको छ, न्याय पाउँछु भनेर बसेको छ, तर न्याय पाउन सकेको छैन। अनि आज हामी तपाईँलाई यहाँको डिटेल्समा हामीले अलरेडी रङ्गली थानामा पनि हामीले कन्ट्याक्ट गरेर आएको छौँ। अनि तपाईँले सुन्नुभयो उहाँको बाबा अलिकति बोल्नु सक्नु हुँदैन रहेछ। अनि यहाँ जो नानी बित्नुभयो उहाँको दिदीले नै बात गर्नुभयो। अनि स्कुल पक्षबाट आएर तपाईँहरूलाई अब यस्तो भयो घटना भयो है भनेर केही तपाईँहरूलाई सन्तावना पनि उहाँहरूले केही भन्नु भएको छैन? अब आउनु चाहिँ आउनु भएको थियो, हेडमास्टर सबै आउनु भएको थियो। स्कुलको डल्लै यस्तो भन्छ आएर चाहिँ स्कुल बचाउनु पर्छ, यो किनभने हामीलाई त शक परेको छ नि त। अन्त यस्तो नि त उनीहरू आएर 10 मिनट जस्तो यहाँ चुपचापले बस्दिएको है। फेरि मैले डाइरेक्ट उठेर सोधेँ त्यति बेला तपाईँहरू यहाँ के कारणले आएको भनेर। त्यति बेला एकजना मात्रै बोल्नु भयो है, फेरि कोही बोलेन त्यहाँ उठेर, उनीहरूको पोइन्ट छैन, बोल्दैन। यहाँका जो हेडमास्टर हुनुहुन्छ प्रिन्सिपल हुनुहुन्छ हजुर, उहाँले आएर तपाईँले यस विषयमा अलिकति के जानकारी दिनु भएन? केही दिनु भएको छैन। एकजना सर बोल्नु भयो, सुकबहादुर सर, उता टिचर पनि पढाउने टिचर पनि होइन होइन। उहाँको मेन चाहिँ अलिकति यहाँको टिचरहरूको नाम भनिदिनुहोस् त, सार्वजनिक गरिदिनुहोस्। मैले चिनेको भनेको अहिले झन् भोलिन्टियर्स टिचर झन् यति बेसी छ होइन, त्यो त म त्यस्तो चिन्दिनँ। चिनेको टिचर्स भनेको चाहिँ मैले अहिलेको हेडमास्टर जो हुनुहुन्छ ऊ चाहिँ प्रकाश लोहार हुनुहुन्छ, ऊ यहाँकै हो। मेन उसको त मेन हो यो हो नि त रेस्पोन्सिबिलिटी। त्यहाँबाट अर्को हुनुहुन्छ सुरेन सर, रञ्जिता मिस झन् यहीँ तलको हो, हाम्रै गाउँको हो। त्यहाँबाट योगेन्द्र सर हुनुहुन्छ, रिवाज सर हुनुहुन्छ, त्यहाँबाट को अरे सागर सर मैले चिनेको भनेको। अन्त अर्को को अरे निकिता मिस हुनुहुन्छ, टाइटल त मलाई त्यस्तो थाहा भएन हो। अन्त अरू त को छ, रक्षाना मिस हुनुहुन्छ, अन्त विनयदीप सर, हजुर अदिति देवान यहीँ गाउँकै हो, हजुर विनयदीप तामाङ टिभी साइडबाट हुनुहुन्छ, अदिति देवान नाना यहीँ माथिको हो, हाम्रै गाउँको टिचरहरू रहेछ है। तर पनि अनकाउन्टेबल टिचर्स छ त्यहाँ। हुन्छ तपाईँले है समय दिनुभयो नि, तपाईँहरूले आफ्नो जनगुनासो है अब तपाईँहरू शोकमा हुनुहुन्छ। अब हामी तपाईँहरूसँग धेरै हामी यो बात गर्नु पनि सक्दैनौँ, कारण है आमा बाबाहरूले शोकमा हुनुहुँदो रहेछ। तर हामी दर्शक पनि हामी यही जानकारी गराउँछौँ। यहाँ हाम्रो डिटेल्स अब तपाईँहरूलाई हामी स्कुलमा पनि जाँदैछौँ, हामी यहाँ ग्राउन्ड जिरो रिपोर्टिङ हामी लिएर आउँदैछौँ। तपाईँहरू अन्तसम्म जोडिरहनु होला। धन्यवाद।